What is the view, beautiful ladies and gentlemen? Welcome back to the channel, back to the new day, new vlog. र आजको मोटो vlog चाहिँ अब डाइरेक्ट बाइकबाट स्टार्ट भयो हैन अन्त I hope you all are doing absolutely fine है र आजको मेन भिडियो स्टार्ट गर्नुको मेन उद्देश्य चाहिँ के छ भने मेरो बाइकमा एउटा सानो त के एकदम मेजर इस्यु आयो नि त सबैभन्दा फर्स्टमा चाहिँ अब मिसिङको इस्यु छ हैन अब अहिले बाइक स्टार्ट भइराछ तपाईहरुलाई यसो गर्दाखेरि चाहिँ जब एक्सिलेटर दियो तपाईको एकदमै धेरै मिसिङ के हो अन्त यो मिसिङले गर्दाखेरि चाहिँ हिजो म जोरथाङ गएको थिएँ हैन आफ्नो पर्सनल कामले गर्दाखेरि अन्त अब जोरथाङ जाँदा त राम्रै भयो केही त्यस्तो प्रब्लम केही आएन अन्त त्यस्तो प्रब्लम केही पनि थिएन हैन जब रिटर्न हुँदाखेरि चाहिँ मेरो बाइक चाहिँ अब के भयो भने आधी बाटोदेखि चाहिँ राम्रोसँग कुद्दा अब यहाँनिर 5000 RPM देखि चाहिँ यसरी रेसै नलिने भयो एकदम यसरी रेसै नलिने भयो क्या अन्त त्यो भएर चाहिँ 3-4 बार अब त्यो 5000 RPM पुग्नु थालेपछि चाहिँ एकदमै धेरै कुद्दा अब छ्यापै स्टप हुने हैन छ्यापै स्टप हुने अन्त अब उकालोमा पनि स्टल हुने इस्यु भयो हैन त्यहाँदेखि चाहिँ अब 3-4 खेप 5 खेप जस्तो अब स्टप गर्दै अब आइपुगेँ नि त म यहाँनिर पार्किङमा हैन अन्त आज चाहिँ अब एकछिन अब ग्यारेज जाउँ भनेर चाहिँ सोच्दैछु नि त अब के रहेछ जेनरल चेकअपको लागि हैन अन्त हिजो अस्ति पनि अब सर्भिसिङ चाहिँ हालैमा अब कति 1 महिना मात्रै हुँदैछ होला 1-1.5 महिना सर्भिसिङ चाहिँ फुल गरेर आएको हैन मेजर सर्भिसिङ नै गरेर आएको त्यो टाइममा पनि अब मेरो चाहिँ त्यति बेला पनि यसको जुन चाहिँ हुन्छ यसको अब टेम्परेचर सेन्सर चेन्ज भएको थियो हैन अन्त यसको थ्रोटलबडी फुल क्लिन भएको थियो हैन अन्त एयर फिल्टरहरू वाज इन गुड कन्डिसन अन्त त्यो सबै गर्दा पनि अझै पनि अब मिसिङको प्रब्लम आइरहेछ नि त तपाईहरु अझै पनि अब कोल्ड स्टार्ट त भयो नर्मली हैन पहिला चाहिँ अब फर्स्टमा फेब्रुअरी आइवाज भने चाहिँ अन्त त्यति बेला अब पुरा यसको थ्रोटलबडीहरू सबै क्लिन भइरहेको थियो हैन अन्त अहिले चाहिँ यहाँतिरबाट अब लिकेज पनि हुन थाल्दैछ अलिअलि हैन यहाँबाट यो साइडबाट एक्चुअली कतिको देख्दैछ क्यामेरामा है अन्त यहाँनिर लिकेज हुँदैछ एकदम धेरै प्रब्लम के बजाजको बाइकमा अब मेरो मात्रै लटमा हो कि यस्तो अरू सबैमा यस्तो मिसिङ प्रब्लम छ कि हैन एकदमै धेरै प्रब्लम आयो नि त अन्त त्यो भएर चाहिँ आइम थिङ्किङ टु सेल आउट माई बाइक हैन अन्त त्यहाँदेखि चाहिँ अब अरू अल्टरनेटिभ केही सोच्नु पर्ला जस्तो देख्दैछु है सो अन्त अब अहिले एकैचोटि अब ग्यारेजमा गएर भेट्ने हैन के कस्तो रहेछ के प्रब्लम रहेछ खास एक्ज्याक्ट प्रब्लम चाहिँ के हो भनेर है मलाई पनि याद छैन नि त अब यो मिसिङको प्रब्लम चाहिँ अब भने हो भने चाहिँ मैले 2022 को फेब्रुअरी मार्चतिर ल्याएको बाइक होला मार्च अप्रिलतिर स्टार्टिङदेखि नै अब यो मिसिङको प्रब्लम चाहिँ थियो नै थियो कि अब बिहान कोल्ड स्टार्टमा चाहिँ एकदमै धेरै मिसिङ गर्ने क्या 3-4 खेप स्टार्ट नगरी चाहिँ स्टार्टै नहुने खालको त्यो स्थिति त अब यसको आफ्नो सर्भिस सेन्टरमा पनि अहिलेसम्म चाहिँ अब यसको खास प्रब्लम चाहिँ पत्तो लाग्नै सकेको छैन त अब के हो भनेर एक्ज्याक्टली चाहिँ अब के भएको भनेर है अन्त धेरैचोटि देखायो अब के फेरिदिन्छ के फेर्नु भन्छ त्यो फेर्यो होइन त्यसको बादमा पनि अब सेमै रिजल्ट क्या हो 1 महिना राम्रो चल्ने त्यहाँदेखि फेरि सेम इस्यु अहिले चाहिँ झन् साह्रो अब यो थ्रोटल ल्यागको प्रब्लम भइरहेको छ हो अहिले त अलिकति भए पनि स्टेबलै छ नभए चाहिँ यसो गर्दाखेरि चाहिँ कोही बेला त्यो पानी पसेर साइलेन्सर पड्के जस्तो होइन सबै स्टप हुने कोही बेला थ्रोटलै नलिने कोही बेला स्टप हुने एकदमै धेरै प्रब्लम क्या हो सो त्यस्तो छ अब अहिले अब ग्यारेज गएर हेरौँ के कस्तो फिडब्याक आउँछ होइन के रहेछ एक्ज्याक्ट प्रब्लम सो अन्त अब चाहिँ ग्यारेजमा भेट्ने र अहिले चाहिँ अब ग्यारेज जाँदैछु होइन हेरौँ अब के रहेछ यसको एक्ज्याक्ट बिमारी होइन बाइकको एकखेप गएर कन्सल्ट गरेर है के गर्नुपर्ने त्यहाँदेखि मात्रै गर्नुपर्ने त कामहरू चाहिँ अब ग्यारेज जस्ट यहीँ अगाडि हो नि त बजारको सुन न मेरो बाइक नि पुरा मिसिङ गर्छ हो हिजो चाहिँ नि कुद्दा 5000 RPM देखि उँभै नजाने पुरा हावा ताने जस्तो गर्छ तेल पनि होइन
अरू बेला चाहिँ बिहा स्टार्ट गर्दाखेरि मिसिङ गर्छ बिहान हो 3-4 खेप स्टार्ट गर्नुपर्छ सोरुममा पनि कति खेप हालेको हौ हिजो अस्ति हाले होइन हिजो अस्ति हालेको 2-3 वटा सेन्सर फेरिदियो हो थ्रोटल बडी क्लिन गर्यो फ्युल मोटरको प्रब्लम हो यहाँ हेर ल यस्तो हुन्छ होइन अहिले त राम्रो अलिक हिट भएपछि राम्रै चल्छ होइन फ्युल मोटरको प्रब्लम भित्रको फ्युल मोटर फेरि नि कुद्दा 5000 RPM देखि त स्टप कुद्दा छ्याप हुन्छ फ्युल मोटरको प्रब्लम तेल किन राम्रोसँग देखेछ अन्त हिजो अस्ति त्यो सेन्सरहरू पनि फेरे होइन फ्युल मोटर फेरेको भए सेन्सर पनि पर्छ मोटर फेरेको भयो कति जस्तो पर्छ फेर्दा भित्रको सेटै डल्लै अन्त यो बाङ्गो कुद्छ हौ कोही बेला के बिस्तारी कुद्दाखेरि चाहिँ नि बब्लिङ भएको जस्तो हुन्छ होइन टायरै नयाँ हो नि त हावा पनि छ हावा 32 होइन 25 हौ 25 र 32 अगाडि हो यो अस्ति एक उयो भएर त्यो गाडीले हिर्काएर ब्यान्ड भएको जस्तो लाग्यो कि यसको यो एक कुदा हेर न होइन अरूले चाहिँ बाङ्गो कुद्यो भने चाहिँ मलाई चाहिँ त्यस्तो फिल भएको छैन हो होइन तर त्यो बिस्तारै कुद्दाखेरि चाहिँ पुरै बब्लिङ हुन्छ हुनु चाहिँ त्यो टर्निङमा त्यो बिस्तारै निस्किन्छ नि त्यति बेला पुरै यस्तो हुन्छ यसको यो कन्सेप्ट गयो कि जस्तो पनि लाग्दैछ हो त्यही त पिकअपै छैन पिकअपै छैन त्यो एउटा मान्छेले कसो लगाएको थियो कि फुट्यो नि त यहाँ चाहिँ हेलमेटको रेन्जहरू पनि एकदमै मेन्टेन भएको रहेछ नि पुरा बजेर हल्ला गरेर हो र अन्त अब अहिले ग्यारेजमा पनि गएर चाहिँ पञ्चलहरू गर्दा चाहिँ के कन्क्लुजन निस्क्यो भने चाहिँ मेरो बाइकको चाहिँ फ्युल पम्प खराब छ भन्ने चाहिँ अलिकति अब कन्क्लुजन निस्क्यो होइन अन्त अब त्यसलाई पनि अब सर्ट आउट त गर्नै पर्यो त्यसको लागि चाहिँ अब 2-4 दिनमा नै म अब फेरि बाइकको सर्भिस सेन्टर गएर होइन त्यसको फ्युल पम्पहरू अब एभाइलेबल छ छैन होइन कति टाइम लाग्छ आउनुको लागि त्यो सबै सोधेर चाहिँ अब आउनु टाइम लाग्ने रहेछ भने चाहिँ अब त्यहाँ छैन भने चाहिँ अब अर्डर गर्नु पर्यो होइन अर्डर गरेर अब कति दिनमा आइपुग्छ है त्यसको बादमा चाहिँ के कस्तो हुन्छ है अब हिँड्दा हिँड्दा यति टेन्सन बनाउँछ भने नि यो बाइकले अब कुद्नु थालेपछि कुदाइमा केही प्रब्लम छैन होइन अब एकदमै मजाले कुद्छ तर अब जुन टाइम प्रब्लम दिन्छ नि यस्तो भयङ्कर प्रब्लम दिन्छ भने र अन्त अब फाइनल कन्क्लुजन चाहिँ त्यो भयो होइन अब लास्टमा गएर चाहिँ फ्युल पम्प फेर्ने
स्थिति आइरहेछ। अब लेट्स सी सर्भिस सेन्टरमा गएपछि के भन्छ है। सर्भिस सेन्टरमा जाँदा अस्ति फोन गरेर सोद्धा चाहिँ मैले अब भिडियो गरेर चाहिँ उनीहरूलाई पठाएको थिएँ होइन। त्यति बेला चाहिँ के भन्यो भने त्यति बेला चाहिँ अझै अब थ्रोटल बडी सेन्सर चेन्ज गर्नुपर्छ भन्यो होइन। एउटा के म्याप सेन्सर के हुन्छ अरे त्यो सेन्सर चेन्ज गर्नुपर्छ भन्दै थियो। अन्त अब मैले चाहिँ त्योभन्दा पहिला चाहिँ अब अहिले सजेसन लिएको हिसाबमा चाहिँ पहिला चाहिँ अब एकखेप फ्युल पम्प मोटरै चेन्ज गरेर हेर्नुपर्छ कि जस्तो लाग्दैछ है। अब बिहान स्टार्टिङ प्रब्लम त ठिकै थियो होइन त्यहाँसम्म त, तर अब कुद्दा कुद्दै बाइक स्टल हुँदैन चाहिँ मेजर प्रब्लममै काउन्ट भयो भनौँ न अब होइन। अब अहिले केही भएको छैन होइन। अब कहिले प्रब्लम आउँछ लङ रुट कुद्दाखेरि अब त्यो याद हुँदैन नि त यस्तो बाइकमा चाहिँ। त्यो भएर चाहिँ अब जति सक्दो चाहिँ अब छिटै चेन्ज गर्ने चाहिँ अब सोच्दैछु। अब सर्भिस सेन्टर गएर अब सामानको एभाइबिलिटी के छ है सबैभन्दा मेन कुरा त। अन्त आज चाहिँ अब मैले अर्को हेलमेट लाग्थेन र चाहिँ अब मोटो ब्लग पनि अब यसमै यो ड्यास क्यामको हिसाबमा ड्यास क्याम जस्तो बनाएरै गर्दैछु नि त वायरलेस माइक लगाएर। अलिकति अब यसमा चाहिँ तपाईँको विन्ड ब्लास्ट अलिकति बेसी आउँछ नि त। मैले फुल सेटअप मोटो ब्लग सेटअप चाहिँ अब अर्कै हेलमेटमा बनाएको छु। यो चाहिँ अब डाइरेक्ट अब सानो राइड होइन अब सिटी राइडतिर मात्रै म यो हेलमेट चलाउँछु। अब लङ रुट मेरो अर्को हेलमेटै युज गर्छु नि त टाढो टाढो चाहिँ। सो लेट्स चाहिँ अब के हुन्छ है। प्रब्लम त आइ नै रहेछ। अब एउटा सर्ट आउट गऱ्यो एउटा आइबस्छ। अब हेरौँ अब यो प्रब्लमले कति धेरै दुःख दिन्छ। हुनु चाहिँ अब यो बाइकले चाहिँ मलाई अब ल्याएकोदेखि नै अब स्टार्टिङदेखि नै प्रब्लम दिइरहेछ नि त। बिहानै पनि भने मैले होइन। अब स्टार्टिङदेखि नै अब स्टार्टिङमा भन्नुको मतलब अब जुन दिन मैले बाइक पर्चेस गरेँ त्यसको भोलिपल्ट या पर्सिपल्टदेखि नै यो मिसिङको प्रब्लम चाहिँ आएको बिहान होइन। कोल्ड स्टार्ट प्रब्लम चाहिँ अहिले चाहिँ अब त्यो प्रब्लम धेरै नै ठुलो भएर गयो नि त। किन त्यस्तो भयो भन्छ भने चाहिँ अब मैले धेरैचोटि सर्भिस सेन्टरमा गएर होइन सोधेर के छ प्रब्लम भनेर सोध्यो। अब डाइरेक्ट उनीहरूले अब डाइरेक्ट इस्यु अपडेट गरिदिन्थ्यो होइन, सफ्टवेयर अपडेट गरिदिन्थ्यो। 2-3 दिन राम्रोसँग चल्यो फेरि सेम प्रब्लम। अब यस्तो मेजर प्रब्लम भएको चाहिँ अलमोस्ट मलाई अब 8-10 खेप भयो भनौँ न। मैले अब त्यो भिडियोहरू अपलोड गरेको छु च्यानलमा होइन। तपाईँहरूले अब टाइम पाउनु हो भने मेरो प्लेलिस्ट मोटो ब्लगको प्लेलिस्टमा चेक गर्न सक्नुहुन्छ है। र भिडियो अब इन्फर्मेटिभ लाग्दैछ भने चाहिँ लाइक सेयर कमेन्ट प्लस अहिले नयाँ अब युट्युबमा फिचर आएको हाइप गर्ने फिचर आइरहेछ होइन। हाइप गरिदिनुहोस् त्यसले गर्दा जसले गर्दा चाहिँ अब भिडियो धेरै मान्छेसम्म अब जसलाई अब मोटो ब्लग भनौँ अब यस्तो बाइकको इन्फर्मेसनहरू चाहिएको छ उहाँहरूसम्म पुगोस् होइन। सो या अब आजको मोटो ब्लग त अब खास गर्ने इच्छा त थिएन मेरो। अब मेन अब बाइककै इस्यु रिजल्भ गर्नु गएको तर अनफर्चुनेटली सल्भ हुन सकेन। अब किन म यति धेरै बाइकको प्रब्लम सर्ट आउट गर्नु ट्राई गरिरहेको छु भने चाहिँ अब कोही बेला अचानक अब लङ रुट कुद्नुपर्छ होइन, हाइवे राइडहरू गर्नुपर्छ। त्यो हुँदा चाहिँ अब त्यो टाइममा चाहिँ अब धेरै समस्याहरू हुन्छ नि त। अब एक त अब हाइवेमा हिँडिसकेपछि ग्यारेजहरू पनि भेटिँदैन भनेको जग्गामा होइन। कोही बेला सानो कुराले गर्दा ठुलो इन्सिडेन्ट हुन पुग्छ नि त। त्यो भएर चाहिँ जति सक्दो चाहिँ अब प्रब्लम चाँडै रिजल्भ होस् भन्ने चाहिँ अब मेरो इच्छा। सो थ्याङ्क्स फर वाचिङ। आजको भिडियोलाई यहाँ एन्ड गरौँ होइन, फेरि नेक्स्ट भिडियोमा भेट्ने। टिल देन हेभ अ नाइस डे, सेफ राइड सेफ, किप सपोर्टिङ किप लभिङ र बेल आइकनलाई अलमा राख्नु नभुल्नुहोस् होइन। किनभने अब एकदम एक्सक्लुसिभ भिडियो भनौँ न होइन, एकदमै अब इन्ट्रेस्टिङ भिडियो आउँदैछ चाँडै। त्यो चाहिँ अहिले डिस्क्लोज गर्दिनँ म होइन। कमिङ डेज विदिन 2 विक्समा चाहिँ अब त्यो भिडियो लाइभ हुन्छ है। सो या सब्सक्राइब गरेर राख्नु चाहिँ नभुल्नु होला है।